घुमाउने डाँडैमा माया बसेको यो मायाको झलिएको गर्दा सुरग पानी जान कि माई मर्दा तारा खसेको घुमाउने डाँडैमा माया बसेको माया बसेको। सो गाइस हाम्रो चाहिँ यहाँ खुल्लीमा श्याम दाजु आइसक्नु भएको छ होइन। उहाँसँग चाहिँ हामी एकछिन बस्छौँ होइन। के बस्छौँ हाम्रो श्याम दाजुले चाहिँ हामीलाई हाम्रो ब्लगको लागि होइन हाम्रो के हो नाम सुनिल विश्वी ब्लग अफिसियल छ होइन। अफिसियल हाम्रो पहिलो ब्लगमा पनि हाम्रो दाजुसँग भेट भएको थियो। कहाँ बिर्सिन्छ क्या म त। आज चाहिँ हाम्रो दोस्रो भेट होइन। हाम्रो दोस्रो भेटको लागि चाहिँ हाम्रो दाजुले के अरे सुनिल के अरे सुनिल विश्वी अफिसियल सुनिल नाम पनि बिर्सिन्छु क्या। हाम्रो भान्जा हो त्यही भएर। मामाजी ल ठिक छ। ल सबैलाई नमस्कार व्यक्त गर्न चाहन्छु। हाम्रो सुनिल बिसी युट्युब च्यानललाई सबैले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला। हाम्रो भान्जा हो न कलेज छ भर्खर एसएससी दिएर आएको। एसएससी ए +2 हो ए प्लस भइ बिहा रहेछ। कोही बात नै चल्ता है अब त चल्ता है। ल ठिक छ। सबैलाई मुरमुर धन्यवाद छ जहाँबाट हेर्दै हुनुहुन्छ। देश तथा विदेशबाट सबैप्रति सम्मान छ। सुनेर साथ दिनुभएको छ सबैप्रति सम्मान। लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पक्कै पनि गर्नु होला। घर कहाँ पर्यो बागलुङ बागलुङ बुर्तिबाङ मान्छेको त नाक बाङ हुन्छ भन्थ्यो साँच्चै नाक बाङ। सानो एउटा टुक्का पनि जसको त भान्जाको लागि मामाजी गीतको टुक्का सानो भान्जाको लागि घुमाउने डाँडैमा माया बसेको यो मायाको झलिएको गर्दा सुरग पानी जान कि माई मर्दा तारा खसेको घुमाउने डाँडैमा माया बसेको माया बसेको।
बाल मामाजी ल भयो ल एकदम सबैलाई धन्यवाद सबैले टिकटक पनि बनाइदिनु होला यदि हुन्छ नि त नि मामाजी सो हाम्रो श्याम दाजुसँग चाहिँ पहिलो भ्लगमा होइन पहिलो भिडियोमा पनि भेट भएको थियो मेरो हजुरले त्यो हेरिसक्नुभयो होइन यो चाहिँ दोस्रो भेट हो होइन मेरो लागि भनेर सानो गीतको टुक्का चाहिँ हानिदिनु भएको होइन एकदम के त्यो वर्णनै गर्न नसक्ने टाइपको छ होइन सबै कुराहरू एकछिन आउनु भएको थियो सानो काम रहेछ अनि हामी चाहिँ यहीँ बसिरहेको छौँ कामहरू गरेर होइन उहाँ चाहिँ हाम्रो मामाजी घर बाग्लुङ बुर्तिवान मेरो आफ्नै मामा होइन म चाहिँ उहाँसँग नै छु अहिले हुँदैछ स्टेप बाई स्टेप बिस्तारै हुने हो होइन बिस्तारै हजुरहरूलाई अझ चर्चित गायकहरूसँग सबैसँग भेट गराउने छु म